हामी चाहिँ अहिले चुनावी सरगर्मी छ गाउँमा 2082 फागुन 21 गते को यो चुनावको अभियानमा हामी गाउँ आइपुगेका छौँ। अहिले धेरै मान्छेहरू गाउँ आउने क्रम चलिराखेकै छ। आज चुनावको अघिल्लो दिन 2082 फागुन 20 गते चाहिँ हामी खाना खाएर एकछिन हाम्रो जिउँदो इतिहास काका बुवा हुनुहुन्छ, उहाँसँग चाहिँ पुराना अनुभवहरू, उहाँले अनुभव गरेका कुराहरू, जुन कुराहरू हामीले अहिलेसम्म थाहा पाएका छैनौँ, हाम्रो लागि त्यो एउटा इतिहास पनि हुनेछ, प्रेरणा पनि हुनेछ र केही नयाँ अनुभूतिहरू पनि हुनेछन् जुन कुरा सुन्दाखेरि। किनभने उहाँहरूले गरेका अनुभवका पुराना कुराहरू हाम्रो लागि पक्कै पनि त्यो किम्वदन्ती जस्तो पनि लाग्न सक्छ, तर उहाँहरूले भनेको यथार्थ हो। म आज उहाँसँग चाहिँ अब केही मेरा जिज्ञासाहरू र उहाँका अनुभवहरू सेयर गर्ने प्रयत्न गर्दैछु। बुवा दर्शन, अलि ठुलो स्वरले भन्नुहोस् ल। कति वर्ष हुनुभयो बुवा? कति सालको जन्म हो हजुरको? मेरो 94 साल साउन 20 गते। 1994 साल साउन 20 गते भनेपछि अहिले लगभग 89 वर्ष, 88 पुगेर 89 तिर त्यस्तै भयो होला। ए लाग्दै हुनुहुन्छ। अनि बुवाको बाल्यकाल कस्तो अवस्थामा बित्यो? पढ्ने अवस्थाहरू त थिएन है बुवा त्यति बेला? थिएन बा, त्यतिखेर पढ्ने अवस्था थिएन। हामी त अलिअलि हिँड्न सक्ने भएपछि त त्यतिखेर हाम्रो पढ्ने गुन्ने कमाउने कुरा केही थिएन। हजुर, काठा भाउनु बनायो, गिरी भन्थे, गिर खेल्ने, हजुर। त्यस्तै खेल्ने बस्ने, त्यस्तै गिर खेल्ने, उ गर्ने, त्यस्तै मात्रै थियो हाम्रो चलन हजुर बच्चा हुँदाखेरि। अनि कस्तो परिवारमा बुवाहरूको चाहिँ दुःख कस्तो थियो त्यति बेला? खाना लाउन पुग्ने अवस्था थियो कि थिएन? कस्तो हुन्थ्यो त्यतिखेर? खेती गर्थे, खेतीपाती सबै बाँझो कहीँ राख्दैन थिए। हजुर सबै गर्थे, के अरे भने कोदो मकै जे लाए पनि धेरथोर फल्थ्यो गाउँघरमा। के अरे भनेपछि गाउँको अन्नले गाउँमै पुऱ्याएर खान्थे। गाउँको अन्नले गाउँमै पुग्थ्यो। बाहिरबाट किनेर खाने ल्याउने भन्ने चलन थिएन त्यति बेला? चलन थिएन। त्यतिखेर बोक्नु पर्ने, कसले बोकेर के अरे भनेदेखि ल्याएर खान सक्थ्यो र त्यतिखेर अब 10 बजी ल्यायो भनेदेखि 3 दिन बसेर 4 दिन बसेर बाटा खानुपर्ने। हजुर हजुर। यो उहाँबाट 10 पाती किनेर ल्यायो भने त ल्याउँदै उही बाटैमै सकिएला भन्ने अवस्था पो रहेछ त्यही त। अनि बुवा, हजुरको बुवा के काम गर्नुहुन्थ्यो? कृषि नै गर्नुहुन्थ्यो कि केही अब सरकारी पेसातिर त केही हुनुहुन्थ्यो कि? मेरो बुवा सरकारी पेसामा केही हुनु थिएन। कृषिकै काम गर्ने, आफूले जानेको काम गर्ने। कोही के अरे भनेदेखि घर कटेर बनाउन अलिक सिपालु हुनुहुन्थ्यो। हजुर हजुर। घरेसी काम, कृषि अनि घरहरू बनाउने, घर छाउने, घर बनाउने, त्यो कामहरूमा गर्नुहुन्थ्यो। हाम्रो यहाँ जागिरीहरूमा त जागिरमा नि के पैसा हुन्थ्यो र त्यही घरबाट लगाएर खानु पर्थ्यो। त्यति बेलाको जागिरीले घरमा ल्याउने होइन, घरबाट उल्टो चामलहरू लगेर खाने, उयो नाम मात्रै जागिरी। अरू गाउँमा देख्दा चाहिँ जागिरी छ भन्ने जस्तो, तर जागिरले घरको समस्या चाहिँ समाधान नहुने। यता के अरे भनेदेखि घरबाट चामल पिठो पकाएर के अरे बनाएर भरिया लाएर पठायो भने उहाँ बसेर खान्थे। गाउँमा देख्दा चाहिँ ठुलो मान्छे जागिरी छ भन्ने मात्रै रहेछ त्यति मात्र हो, नत्र त्यस्तो थियो ऊ बेलामा। यहाँबाट के अरे भने लगाएर उहाँ बनाएर खाने। पछि एक दुईवटा अलिअलि खिच्दाखेरि धेरथोर पैसा जोग्यो भने एक दुईवटा
थाङ्ना लुगा ल्याइदिन्थे कपडा तेल मसला बोकेर आउँथ्यो होला। बोकेर आउँथे। है? हजुर हजुर। त्यति मात्रै हो, न त जागिरको त्यति थिएन। थिएन। अनि बच्चा अवस्थामा चाहिँ हजुरहरूले गर्नुपर्ने भनेको चाहिँ के घरेसी कामहरू, वस्तु चराउने अथवा खेतीको कामहरू नै गर्नु पर्थ्यो? बच्चा अवस्थामा अवस्थामा खेलियो। हजुर। अनि अलि उमेर अलि बुझ्ने भएपछि भएपछि बस्तुसित गएर भने बस्तु पाल्थे निकै। हजुर हजुर। बना गएर भनेदेखि ठुलो मान्छे साथी जाने। अनि त्यहाँ फर्का भने अराउने, हामी अराउँथे। ठुलो मान्छेले फर्काएर ल्याए बालीतिर जान लाग्यो भने चाहिँ फर्काएर लिएर आउने, उनीहरूलाई सहयोग गर्ने जस्तो। हजुर। त्यो हुँदै गयो। पछि अलि मेला हिँड्न सक्ने भयो त अनि मेलो गर्न थाल्यो। घर बारी खेतको हेर पनि काम गर्दै जान थाल्यो। त्यस्तै हाम्रो पेसा अहिले त्यही हो। अनि बुवा बित्दाखेरि हजुर कति वर्षको हुनुहुन्थ्यो? म बुवा बित्दाखेरि 13 वर्षको जति थिएँ होला। 13 वर्षको। परिवारमा जेठो त दिदी हुनुहुन्थ्यो है? जेठो दिदी हुनुहुन्थ्यो। तर पनि छोरा भएको नाताले सबै जिम्मेवारी हेर्नुपर्ने त तपाईँ नै थियो होला? मैले नै हो। जेठो छोरा त्यो भएको भएर पनि। अनि कस्तो अप्ठ्याराहरू भोग्नु पर्यो बुवा बितिसकेपछि? कस्तो अप्ठ्याराहरू भनौँ न, केही त्यस्तो समस्या, धेरै गाह्रो परेको कठिनाइ अवस्थाहरू पनि आए? आए। अब त्यही गरिराखेको चिजले नपुग्ने भयो। अब हामी सबै मसिनै पर्यो। आमा एउटाले नसक्ने। त्यो भयो हुनाले अब जग्गा पनि अब त्यस माझै बसे। खाना लाउनु पहिला गरिराखेको खेत बारी पनि बुवा बितिसकेपछि हजुरलाई गर्नलाई गाह्रो पर्यो। हजुर। अब त्यहाँ कोही बाँझै बसे। अब यहाँ भने अब त्यहाँ उब्जनी नभए त अनि दुःख पऱ्यो। अनि गाउँ समाजमा पहिला बच्चाहरूमै बुवा बितिसकेपछि त गाउँ समाजले पनि अलि हेप्थ्यो रे भनेर सुन्छौँ होइन? त्यति बेला कस्तो त्यो अनुभव गर्नु पर्यो? पहिला राम्रो गर्ने मान्छेहरूले पनि यसको कोही छैन भनेपछि त अलि हेप्ने चेप्ने खालका पनि हुन्थ्यो रे, त्यो अनुभव पनि गर्नु पर्यो हजुरहरूले? कोही त्यस्तै हुन्थे, कोही राम्रा पनि हुन्थे। हजुर। राम्राहरूले सहयोग गरे होला नि? हजुर। राम्राहरूपट्टि पछ्याइयो। त्यो अलिकति भने त्यस्तै उसैपट्टि आफूले पनि वास्ता गरिएन। हामीलाई राम्रै गरे। हुन त आफू राम्रो भयो भने जगत राम्रो भन्छ। अब आफूले कसैको गल्ती विराम नगरेपछि त राम्रो मानिने पनि भयो नि? राम्रै गरे। हजुर। अनि अब पछि बिस्तारै दिन बित्दै गएपछि एउटा उमेर पुगेपछि त खेती पहिला बच्चामा गोठाला गइन्थ्यो भने पछि खेताला जान थालियो होला। अनि खेताला जाँदाखेरि रमाइलो चाहिँ कतिको हुन्थ्यो त्यति बेलातिर? कस्तो साथीहरू भनौँ न, अब एउटै खेताला गर्ने भइसकेपछि त त्यतिखेर रमाइलै हुन्थ्यो। अब गाउँघरका मान्छे अरू वरपर जाँदैन थिए। अहिलेको जस्तो देश परदेश थिएन। तर भने उही बेला यही खेतीपातीमै व्यस्त हुन्थे सबैजना। राम्रो कुरा गर्थे। कोही गएर भनेदेखि त्यति फटाइ पनि थिए। त्यस्तै हो नि अहिले पनि। कोही राम्रा नराम्रा सबै खालका भइ नै हाल्थे। कतिपय दुःख कतिपय रमाइला होइन? एउटा उमेरमा एउटा समयमा त्यो भइ नै हाल्थ्यो। अनि जम्मै खेतीपाती त भारो परमा एउटाले आलो पालो गरेर चलाइन्छ। गर्ने वरपर गाउँघर सबै गएर भने आज तिमीहरू गर्ने भोलि हाम्रो गर्ने भन्ने त्यस्तै चलन थियो। अनि अहिले त धेरै कम भयो। हामी बच्चै हुँदाखेरि पनि, हामी यही गाउँघरमा हुर्क्यौँ, हामी बच्चै हुँदाखेरि पनि विभिन्न समयमा जात्रा लाग्थ्यो। कहिले दिउँसो लाग्ने जात्राहरू हुन्थे तीतिर, कहिले राति लाग्ने जात्राहरू हुन्थे। कतिको हिँड्यो बुवा? कतिको अनुभव गरियो ती जात्राहरूमा जाने, रमाइलो गर्ने? कतिको गरियो जात्राहरूमा? अब अहिले जस्तो भने गाडीहरू केही थिएन। त्यतिखेर भने अलिक टाढा जाइन्थ्यो। नजिकै बस नबसिकन बाटामा नबसिकन जाने ठाउँमा देवस्थानतिर गइन्थ्यो। त्यस्तै अलिअलि मान्छेहरूले भने चाहिँ यसो कोही गीत भने सुनिन्थ्यो। कोही मैले त्यो पनि
आफूले प्रत्यक्ष अनुभव त गर्न पाइनँ, तर जात्रा गएपछि चाहिँ एकतिर केटी मान्छेहरू बस्ने, एकतिर केटाहरू मान्छेहरू बसेर चाहिँ दोहोरो गीतहरू, पहिलाको अहिले घाँसे गीत पनि भन्छन्, त्यो गीतहरू पनि खुब प्रचलन थियो अरे त्यति बेला। कतिको अनुभव गर्नुभयो? बुवाले गाउनुभयो? हामीले त गानौँ, हजुर। हामीले गानौँ, तर के अरे गाउने मान्छेको गीत चाहिँ सुनेर बस्यौँ। ए सुनेर चाहिँ छेउमा बसेर सुनेर कहिले कहिले सिकाइयो पनि होला, यसो भने चाहिँ हुन्थ्यो भनेर। यसो भने हुन्थ्यो भने त्यो बेलाको त्यस्तै हो के अरे भनेदेखि उमेर अवस्थाको कुरा भिन्दै त्यो भन्ने त छ। स्वाभाविक भइ नै हाल्यो। अनि कतिपय बेला त यो जात्रामा अथवा मेलो पातोमा जाँदा अनि वन जङ्गलमा जाँदा गीत गाएर बिहानै गर्ने पनि चलन थियो अरे, त्यस्तो पनि हुन्थ्यो अरे यदा कदा। अनि कतिको अनुभव गर्नुभयो? बुवाको त त्यसरी होइन नि, मेरो त होइन, माघी विवाह नै हो। हामी माई बिहामै बिहा गऱ्यो, हजुर तर के भनेदेखि हामी गीत भन्न त्यति जान्दैन थियौँ। किन जान्दैन थियौँ भने सानैदेखि अब बुबा नआएको दुःख पर्यो, छाडो भएर हिँडेन। हजुर हजुर हो हो हो। त्यसरी समय व्यतीत गरेर हिँड्ने अवसर भएन, समय नै भएन। त्यही त ए घरको दुःखहरूले अब घर व्यवहारले नै त्यो भयो। थिच्यो। तर सबभन्दा जेठो आफै अब यहाँ पनि सबै हेर्नु पर्ने, यी बच्चाहरू सानै हुर्काउँदा अनि बढ्दै भाइ बहिनी चाहिँ कतिजना हुनुहुन्थ्यो बुवाको? मेरो दिदी एउटा, भाइ बहिनी दुईटा भाइ, दुईटा बहिनी। दुईटा बहिनी। ए ए ए। अहिले त हामीले कुरा गर्दाको यो बखतमा धेरै पनि भएको छैन। उहाँ जेठो हुनुहुन्छ, माइलो बुवा बित्नु भएको लगभग 3 महिना हुँदैछ। कान्छो बुवा बित्नु भएको त 2056 साल माघ 14 गते नै बित्नु भएको हो। भनेपछि दुईटा भाइ बिति नै सक्नुभयो। दिदी चाहिँ मभन्दा अघि गइसक्यो त्यहाँ। हजुर हजुर। होइन यो लेखन त कोही अब यो भागभोग गर्नुपर्ने कुराहरू, कोही अल्प आयुमै, कान्छो बुवा अल्प आयुमै जानुभएछ। त्यही त माइलो बुवाको अस्ति भर्खरै भन्नु रोगबाट थलिएरै बित्नुभयो। यो आफ्नो लेखन्तको कुरा हो बुवा। त्यही त यस्तै हो। अनि म अघि कुराको सन्दर्भ मैले कुरा गर्दै थिएँ। अनि यो त्यति बेलाको चाहिँ उमा गीत गाएरै बिहा गरेर ल्याउने पनि चलन थियो अरे। हाम्रो गाउँतिर पनि त्यस्तो भयो? तपाईँले देख्दाखेरि के अनुभवहरू भए? नाम तिनीहरूको भन्नु परेन। हाम्रो गाउँमा बना घाँसपात जाँदाखेरि गीत त भन्थे वल्लो गाउँ पल्लो गाउँका मान्छेहरूले, तर त्यसरी के भने वनबाट ल्याएर भित्रियाको चाहिँ छैन, भित्रियाएर बुहारी गराउने चलन भएन। त्यो चाहिँ हाम्रो गाउँतिर छैन, अन्त मात्रै होला। त्यो कतै भएका कुराहरू हामीले सुनेका होलौँ। अनि एउटा कुरो हो बुवा, घरबाट घाँस काट्न भनेर डोको बोकेर गएर दिनभरि वनमै गीत गाएर बेलुका रित्ते डोको फर्किने पनि हुन्थ्यो अरे, त्यस्ता पनि थिए है? त्यो पनि हुन्थ्यो, त्यो पनि हुन्थ्यो। राम्रो गफसफ सुने, वगैरे गीत सुने, त्यसो गर्दा गर्दा दिन गइहाल्थ्यो। हजुर हजुर। दिन गइहाल्थ्यो, बेलुका रात परेपछि घाँस काट्ने चलन भएन। मेसो भयो भने त रमाइलो गीत गाउँदै गाउँदै रित्ते डोको घर फर्किने पनि हुन्थ्यो। यही त हामीले भनेका सुनेका थियौँ। अनि के रहेछ हो कि होइन, त्यो बेलामा त्यस्तो हुन्थ्यो कि हुँदैन थियो भनेर पनि हो। त्यो पनि छुट्टै रमाइलो हो जिन्दगी है। अनि त्यसपछि विवाह गरिसकेपछि त घर व्यवहारतिरै व्यस्त भइहाल्यो होइन? बच्चाहरू भइसकेपछि त झनै घर व्यवहार त्यो भएर बसिहाल्यो। बच्चा पालन पोषण गर्नु पर्यो। यस्तो दुःख सुख यस्तै हो, अब निर्वाह गरेर बसिया छन् गाउँघर सबै। अनि बुवा म अहिले यो चुनावको बेला पनि चलिराखेको छ। अनि अहिले त गाउँघरतिर पनि सुनसान छ, मान्छेहरू पनि त्यति छैनन्, सबै सहरतिर गइसके, धेरै त विदेशतिर नै गइसके। अनि बुवाहरूको बेलामा यो चुनावको आज अघिल्लो दिन यस्तै हुन्थ्यो, सन्नाटा हुन्थ्यो कि केही चहल पहल हुन्थे अथवा कसरी भोट माग्न आउँथे पहिला? के थियो अनुभव छ बुवाहरूको चाहिँ? के अनुभव छ, कस्तो अनुभव छ? खै बा अहिले अब भन्नु नै अब सरकारी एयरबन्दी हुँदाखेरि भिन्दै कुरो। हजुर। राजा हुँदाखेरि त्यहाँ एयरबन्दी पछि अब पञ्चायत भने यही पञ्चायत गाउँघर मात्रै ऊ चुन्ने प्रधान पञ्च भन्थे, त्यही चुन्ने उगारी चलन थियो। अनि राष्ट्र पञ्चायतको सदस्यलाई भोट हाल्न भन्थे नि पहिला राष्ट्र पञ्चायतको सदस्य चाहिँ गाउँबाट भोट हाल्नु पर्थ्यो कि पर्दैन थियो? खै थाहा थिएन। उतैतिर काठमाडौँतिरै यो यसो हो त्यो त्यसो हो भन्थे। हामीलाई त एयरबन्दी यहाँ सधैँ उयो घाँस दाउरे, अब उयो राजा एयरबन्दी छन् भन्ने मात्रै हो, राज पनि देखिन्थ्यो। राजा कहाँ छन् काठमाडौँमा राजा छन् भन्ने चाहिँ हुन्थ्यो। हजुर हजुर। अनि अहिले जस्तो नेताहरू घर घरै आएर मलाई भोट दिनु पर्यो हजुर
भन्दै म यसो गर्छु उसो गर्छु विकास गर्छु भन्दै चाहिँ आउँदैन थियो त्यति बेला। आउँदैन थियो यिनै गाउँघरका ग्यारबन्दी ए ए हजुर हजुर गाउँघरकै पञ्चायतमा उठ्ने भन्ने त्यो पञ्चायत बसी यो कुरो त्यस्तै भयो। हजुर हजुर पहिले त अब राजाले चलाएको कुरा हो यो। हो अनि यो पञ्चायती भइसकेपछि अनि गाउँघरकालाई छिन्नभिन्न गरेर आए ग्यारबन्दी यो तेरो यो मेरो भन्ने हिसाब किताब त्यहाँबाट हुँदै गयो। ए हजुर अनि अहिले त झै झगडा केही भयो भने पनि सिधै मुद्दा हालिदिन्छु भन्छन् होइन, अदालततिर जान्छन्। पहिला चाहिँ अनि गाउँघरतिर भएको झै झगडाहरू चाहिँ कसरी मिलाइन्थ्यो काका, के अनुभव छ त्यति बेला, के गर्थे? एउटाले अर्कालाई पिट्ने हुन्थ्यो होला, अझ त्यति बेलाको त जमाना फरक थियो। कसरी को बसेर मिलाउँथे, कसरी चाहिँ समस्या समाधान गर्थे त्यति बेला? पञ्चायतमा बसुन्जेल थरी बिजार भन्थे गाउँको कोही ग्यारबन्दी तिरो उठाउने तिरो जग्गाको तिरो उठाउनेहरू हुन्थे। ए तिनीहरूलाई के भन्थे? जिम्वालहरू भन्थे, जिम्वाल भन्थे, मिजार भन्थे, मिजार थरी भन्थे। थरी भन्ने पनि तिरो, थरीले पनि जिम्वालहरूको जस्तै तिरो लिन्थ्यो। बुझ्थ्यो ए हजुर बुझ्थ्यो। अनि तिनीहरूले ग्यारबन्दी बसेर मिलाउँथे, 2-4 पैसा लिएर मिलाउँथे, नलिएर मिलाउँथे। त्यतिखेर चाहिँ ग्यारबन्दी यिनै गाउँघरकाले मिलाउने हो। ए होइन काकाले ठ्याक्कै भनिहाल्नु भयो। कहिले काहीँ तेरो जग्गा यो मिलेको छैन अलिअलि पैसा दियो भने चाहिँ मिल्छ भनेर पनि भन्थे कि भन्दैन थियो त्यति बेला? त्यो बेला अलिकति यसो खुसमत पनि गर्दै मिल्थ्यो। गर्थे भनेपछि अहिलेको यो भ्रष्टाचार अहिले यो चरम व्यथिति भ्रष्टाचार भयो भन्छन् नि, त्यो चाहिँ अहिले मात्र होइन पहिला पनि अलिअलि थियो। अहिले ठुलो हुन्छ भने त्यति बेला सानो सानो हुन्थ्यो तर थियो त्यति बेला। थियो त्यतिखेर त्यो मुख भागै मान्छे आउँथे अलिकति निसाउ गर्ने, त्यो मुखमा अलिकति गुलियो लगाइदिएपछि त अलिक कुरै भिन्दै हुन्थ्यो। भनेपछि त यो चलन अहिले चाहिँ झाँगिँदै अलिक ठुलो रूप लिएर आयो। त्यति बेला चाहिँ पनि थियो भन्नु चाहिँ रहेछ। यसको अवशेष भनेको अलिअलि चाहिँ त्यति बेलादेखि नै सुरुवात रहेछ है, यो घुसखानी भन्ने 10 रुपियाँ भयो नि ठुलो थियो त्यतिखेर। त्यति बेला त कम रकम पनि ठुलो हुन्थ्यो नि त। किनभने अब त्यति बेलाको त काकाले थाहा पाउँदाखेरि बुवाले थाहा पाउँदाखेरि सुन कति रुपियाँ तोलासम्म थियो? थाहा पाउँदाखेरि त सुनको कारोबारमा त्यति आफूले कारोबार भएर आफूले बिहे गर्दाखेरि चाहिँ यो ग्यारबन्दी चाहिँ कति 22-23 सालसम्म हजुर 300 रुपियाँ थियो। 300 रुपियाँ तोला तोला अहिले पछिसम्म अब यही 22-23 सालसम्म। 22-23 सालसम्म हुन्छ त्यो त बुवाहरूको उमेर झनै 28-30 वर्ष 28-29 वर्ष भनेपछि त त्यो धेरै पछिको कुरा भयो। किनभने त्यो चाहिँ हजुरहरूले कारोबार गर्न थालेपछि चाल भयो। अनि घिउ धेरै सस्तो थियो भन्थे। बुवाले थाहा पाउँदा चाहिँ घिउ कति मानाको कति जति पर्थ्यो? मानामा धेरै जसोले बस्तु पालेर घिउ खान्थे। हजुर हामीले त अब ग्यारबन्दी त्यति उ गरेन, किनेर खाइएन। आफ्नै घरमा पाल्यो त्यहीबाट खाइन्थ्यो, किन्नु परेन। तर ग्यारबन्दी 20 पैसा पऱ्यो एक मानवलाई भन्थे। भनेको सुन्दाखेरि चाहिँ 20 पैसा भन्थे। अनि खसी काट्दाखेरि त अब अलि अनुभव भएको त मासुहरूमा चाहिँ थियो होला, किनभने मासु त घरमै काटेर घरमै एउटैले खाने हुँदैन थियो। अनि कतिसम्म तिर्नुभयो धार्नीलाई मासुको त्यति बेला तपाईँले भर्खर जान्दाखेरि बुझ्दाखेरि तपाईँले के गर्दाखेरि? हामीले भर्खर जान्दाखेरि खसीको मासु एक मोहर लिन्थे धारीलाई। एक मोहर भनेको 50 पैसा। 50 पैसा 1 रुपियाँमा 2 धार्नी हुन्थ्यो। तर अलि पछि भएपछि रुपियाँ धारी भयो। पछि बढेर रुपियाँ पुग्यो। त्यसलाई हुँदै बढ्दै गयो। बढ्दै गयो। 50 पैसा 1 मोहरमा 1 धारी मासुको खाएको अनुभव छ बुवालाई। अन्नको त कुरै भएन होइन, त्यति बेला भाउ नै थिएन होला। कति रुपियाँमा किन्नु पर्थ्यो चामल अथवा धान किन्दाखेरि? धान कोदो बेच्दा किन्दा कति? गाउँमा त ग्यारबन्दी चामल बिक्री हुन्थ्यो। हजुर अलिअलि अब लु फाटाको तेल मर्तेल पनि अब धेर दाउराकै चलन हुन्थ्यो। यही तेल मसला खानालाई। अनि बुवाले पहिला हजुरहरूले सानो उमेरमा चाहिँ
के बाल्नुहुन्थ्यो बत्ती? अब बेलुका त रात परिहाल्थ्यो, रात परेपछि बाल्ने बत्ती चाहिँ अब हामीले भनेको त सुन्थ्यौँ, पहिला पहिला सल्लाहको खोटा पनि बाल्ने समय थियो अरे कुनै बेला। हामीले बुझ्दाखेरि त अब टुकी बत्तीमा चाहिँ मट्टितेल हालेरै बाल्थ्यौँ, त्यो पनि सहज थिएन। कहिलेकाहीँ त दियो बालेर नभए कहिलेकाहीँ त यसो अँगेनामा दाउरा अलि बलेको बेलैमा मुखमा घाँस हाल्ने पनि त्यो पनि अनुभव हल्का फुल्का हामीसँग छ। हजुरले देख्दा चाहिँ के त्यो टुकी बत्ती नै त्यो गर्नुभयो अथवा त्योभन्दा अरू केही बालेर बत्ती पनि पनि थिएन पहिला, टुकी बत्ती पनि थिएन हजुरहरू बच्चा हुँदाखेरि बाल्य बत्ती अवस्थामा? पनि थिएन। त्यही सल्लोको गाँठा ल्याउँथे, अनि त्यो के अरे भात खाने बेला नि अहिले त्यो भात खाने बेला चाहिँ के अरे उज्यालो भात बाल्नलाई उज्यालो। हजुर हजुर ए ए तर दाउरा खोज्न चाहिँ के अरे भने दिनको एउटा जानु पर्थ्यो। एकजना चाहिँ त्यो दाउराको लागि भनेरै आफू छुट्टिनु पर्थ्यो। यसो आफ खोज्नलाई हजुर हजुर। गर्नु अनि बेलुका खाना खाने बेलामा बाल्ने उज्यालोको लागि चाहिँ सल्लाहको त्यो गाँठा गाँठाहरू लिएर आएर लिएर आएर त्यसलाई बालेर बालेर ऐना डिलतिर त्यतिर राख्यो, अनि खाना खाने त्यही बेलामा। अनि त्यो बेला भात खाने। ए अनि मान्छेहरू जम्मा भएर बुवाहरूको त ठुलो परिवार, अनि बुवाको काका बुवाहरू पनि भनौँ न, बुवा बितिसकेपछि पनि अब हजुरहरू जान्ने हुँदाखेरि नै काका बुवा हुनुहुन्थ्यो होइन? हुन्थ्यो, उहाँ आर्मीमा जागिरी हुनुहुन्थ्यो, पछि आर्मीबाट पेन्सन भएर आउनुभयो। आउनुभयो। अनि उहाँहरू हुँदाखेरि त मान्छेहरू धेरै जमघट हुन्थ्यो अरे हजुरको घरमा। अनि बेलुका गफ गर्दाखेरि चाहिँ त्यही आगो बालेर आगोकै उज्यालोमा गफ गर्ने? त्यही आगोकै उज्यालोमा आगो फुक्यो। बेलुका अब हिउँदमा त आगै चाहिने झन् जाडोमा। हजुर हजुर। मजाले दिनको एउटाले त दाउ त्यो भएर पनि दिनको एकजना चाहिँ बेलुका आगो ताप्नलाई र खाना बनाउनलाई, खोले बनाउनलाई दाउराको जोगान नै दाजुभाइ यार भने आउँथे, गफ गर्थे, तमु खाने। हजुर अनि तमु खानलाई पनि कोहीले चाहियो। चाहियो चाहियो। अनि वरिपरि बसेर गफ गर्ने अनि त्यही आगो बोलेपछि उज्यालो नि देख्यो, हजुर आफ्नो पनि भयो। त्यस्तै त्यस्तै चलन थियो। अनि गाउँघरमा धेरै मान्छेको घरमा त धेरै मान्छे जम्मा भएर गफ गर्ने अवस्था हुँदैन थियो होला, तर हजुरहरूको घरमा चाहिँ बेलुका भएपछि धेरै मान्छेहरू जम्मा हुन्थे है त्यति बेला? धेरै हुन्थे दाजुभाइहरू, तलार माहलारका दाजुभाइ ग्यार भने चाहिँ धेरै मान्छे जम्मा हुन्थे। अनि हजुरहरूको घर त जिम्वालको घर पनि होइन होइन, कुनै चाहिँ भनौँ न अब त्यो के अरे पहिला पहिला अघि हामीले भन्यो मिजारको घर पनि होइन, जिम्वालको घर पनि होइन होइन। अनि कसरी मान्छेहरू चाहिँ के भनेर के नाताले चाहिँ मान्छेहरू जम्मा हुने गरेका थिए कि मूल घर हाम्रो चाहिँ त्यो घर चाहिँ मूल घर थियो? अब कस्तो? मूल घर त मूल घरै पनि हो, तर हाम्रा बाउहरू खलगमा हजुर कोहीसित झै झगडा नगर्ने, के अरे भनेदेखि शान्त रूपका, हजुर सबै त्यो के अरे भने कसैलाई केही नभन्ने भयो हुनाले हाम्रो बाउ खलगलाई के अरे भनेदेखि चाहिँ सबैले मान्ने, सबैले माया गर्ने, सबैले मान्ने। दाजुभाइहरू आउने गफ गर्ने बस्ने, अनि त्यस्तो चलन थियो। ए भनेपछि चाहिँ त्यति बेला हजुरहरूको घर चाहिँ यतापट्टि झैझगडा कोहीसँग नहुने भएपछि अरू झैझगडा गर्ने, दुवैतिरका झैझगडा गर्ने कोही पऱ्यो भने आएर एक आपसमा नबोले पनि अरूले गरेको सुनेर बस्ने त्यस्तो थियो, त्यो घरको रूपमा चाहिँ रहेछ। त्यस्तो थियो। अब यहाँ भने त्यो मेलमिलाप गर्ने टाइपको घरै भयो त्यो त। उनीहरू यहाँ पनि बोल नभए पनि अर्कोले गरेर गफ सुनेर बस्थे। ए एउटा कुरामा आएर आगो तापेर गफ सुनेर मात्रै भयो नि बस्ने। बस्थे, तमहु खान्थे। तमहु चाहिँ धेरै खाने। हजुर बेलुका गफ गर्न थालेपछि एक टुकुनी भन्थे, यस्तो पोको दिन्थ्यो, त्यो एक टुकुनी खाइसक्थे। अनि त्यो तम्बाखु चाहिँ त्यही बुवाहरूले नै व्यवस्था गर्नुहुन्थ्यो कि बोकेर आउँथे? के आउँथे बोकेर आफैले त्यो नभए त फेरि गफ गर्न नि आउँदैन थियो होला नि। ए त्यो बेलामा त्यस्तो चलन थियो त्यस्तो थियो। है। पछि पछि हुँदै गइसकेपछि अनि कुन बेलादेखि चाहिँ मान्छे घट्दै गए बुवाको घरमा? कति बेलादेखि चाहिँ त्यो जमघट हुने ऊ चाहिँ अनि घट्दै घट्दै गयो त? अब बुहारी खुवाउनुभयो, अनि त्यहाँबाट हेऱ्यो भने चाहिँ पछि अब हामीले त तमु खान त्यति गरेनौँ। कान्छो हजुरबा काका बुवा, हजुरको काका बुवाहरू बितिसकेपछि बिस्तारै कम हुँदै गयो। कान्छो हजुरबा बितिसकेपछि अलि बिस्तारै हेऱ्यो भने कोही आफ्नै घरको सुर्ती तमुखु खाने मात्रै भए। फेरि पुरानो पातहरू त बिस्तारै झर्दै पनि त गए होइन? अब बुवाको उमेरका जो बुवाका दौतरीहरू थिए अथवा काका हजुरको काका बुवाको दौतरीहरू थिए, उनीहरू बिस्तारै घट्दै पनि गए होइन? एउटा पाको उमेर भएपछि उहाँहरू बित्दै जानुभयो, त्यसपछि क्रमिक रूपमा पनि घट्दै गयो होला। घट्दै गए मान्छेहरू। किनभने फेरि हाम्रो बाउ खलगलाई मान्न पनि मान्छेहरूले के भने
अलिक गाउँकै जेठोबाट हो हजुर हजुर सबले काका भन्ने दाई भन्ने गर्थे ए त्यो भएर पनि मान्ने चलन आउने थियो, मान्थे, हजुर। अनि अब तँ खाने कोही त्यो न्युले तँ खाने आउँथे कोही अरूको गफ सुनेर रमाइलो मानेर पनि आउँथ्यो होला नि, कोही के भइराखेको छ त्यहाँ गयो भने ठुलाबडा मान्छेहरू पनि जम्मा हुन्छन्, थाहा पाइन्छ धेरै कुराहरू भनेर बुझ्नु पनि आउँथ्यो होला नि होइन? गफ गर्न थालेपछि घर जाने त्यति बिर्सेलो जस्तो गर्थे कराइरहन्थे राति ढिलैसम्म हुन्थ्यो गफहरू। बेलुका सुत्ने बेला समय हुन्थ्यो हजुर हजुर त्यो बेलामा अरू बाहिरी कुराहरूको रमाइलो नहुने होइन, अब सम्भव थिएन। त्यो भएको कारणले गर्दाखेरि त्यसै गरी भए पनि मान्छेहरूले रमाइलो अनुभव गर्थे। पछि त्यो थियो त्यस्तो बेला थियो। हजुर हजुर त्यसपछि बिस्तारै बिस्तारै त्यो चलन पनि घट्दै घट्दै हराउँदै गयो। अन्त पछि त अब के भनेपछि मान्छे सब आफै आफू हुँदै गयो नि पछि कोही त अब अलि बुवाहरूको छोरा पुस्ताहरूमा भइसकेपछि त बिस्तारै बिस्तारै अब कोही पढ्नको लागि, कोही कामको सिलसिलामा बाहिर जाने भए, त्यसपछि गाउँमा अलि पातलै भए, पातलो हुँदै जान थाल्यो। अनि बुवा त पहिलादेखि नै कुलको चाहिँ अब मूल घरै अब बुवाहरूको भइसकेपछि कुलको स्थान त त्यही घरमा थियो होइन? त्यही घरमा थियो। अनि बुवा त कुलको पुजारीको रूपमा पनि भनौँ न पूजाआजा गर्ने सबै त्यो गर्नुभयो। त्यो गरेँ मैले पनि गरेँ, पूजाआजा गरेँ। अब त्यसैलाई पनि मान्छे जम्मा हुन्थे, यसो गएर भनेदेखि कुल घर भन्थे। फेरि मैले पनि दाजुभाइहरूलाई नराम्रो केही कुरा गर्दैन थिएँ, यो मान्छे शान्तै छ भन्थे, यसो भेटभाट गर्न नि आउँथे। त्यस्तै थियो कुल घरमा गएर भनेदेखि पूजासुजा गऱ्यो, दाजुभाइ जम्मा हुन्थे। हजुर त्यस्तै थियो। अहिले पनि कुलको उता यो पवार खड्काहरूको यो कालिकामा भएको पवार खड्काहरूको जुन कुल त हजुरकै घरमा राखिएको छ, हाम्रै घरमा राखिएको छ। अहिले हजुरको छोराले त्यो कुलको पूजाआजा गर्ने काम गर्नुहुन्छ? छोराले गर्छ। अनि वरपर काठमाडौँतिरका दाजुभाइहरू पनि हामी पनि आएर अब कुल पूजाको बेलामा त हामी पनि आएर सहभागी हुन्छौँ। बेला बेला पूर्णिहरूमा पनि कोही बेला आइपुग्छन्। हजुर हजुर अहिलेदेखि नै हाम्रै घरमा राखेको छ कुल देउता। हजुर हजुर अहिले भनेपछि गाउँघरमा अहिलेको अवस्था हेर्दा चाहिँ पहिला त्यस्तो अब समयबाट आइयो, अहिलेको अवस्था हेर्दा चाहिँ गाउँघरमा मान्छेहरू अलिक कम हुँदै गएको, घरमा ताला लागेको यसो देख्दा चाहिँ कस्तो लाग्छ बुवा हिजो आज? अहिले त साह्रै नराम्रो वन जङ्गल भइसक्यो जग्गा पनि हेर्दा पनि। अब वनको बाँदर गएर भने घरमा आएर भित्र पर्न थालिसक्यो, मान्छे लखेट्न खोजिसक्यो, त्यस्तो भइसक्यो। जङ्गलै भइसक्यो जग्गा पनि। गाउँमा छिटा मान्छेहरू पनि एउटै छैनन्। हो कामको सिलसिलामा बाहिरै काम खोजी गरेर बाहिरतिर चाहिँ जान थाले। अहिले त अब मान्छे मरिहाल्यो भने पनि एउटा मलाई पाइला जस्तो नि छैन। गाह्रो हो अहिले हरेक गाउँहरूको अवस्था यस्तै छ बुवा, जताततै हेरे त्यस्तै छ। अब हामीहरू पनि कामको सिलसिलामा गाउँभन्दा बाहिरै हुन्छौँ। यी कुनै कुनै अवस्थामा, चाडबाडमा, यस्तै अवस्थामा अथवा केही भइपरि आउँदा गाउँमा आउने अवस्था छ। दाजुभाइ बच्चाहरूलाई दाजुभाइहरूलाई भेटभाट गर्दा केही यस्तै चुनाव आउँदाखेरि यसो भेटभाट हुने भयो, नत्र त नहुने भयो। गाउँमा कोही छैनन्। त्यही त के हो गाउँको अवस्था त्यस्तै छ। ल ठिकै छ, हामी अनुकूल मिल्दाखेरि पछि अरू समयमा पनि बुवासँग अन्तरङ्ग कुराकानीहरू गर्नेछौँ। अहिले चाहिँ बुवाले अनुभव गर्नुभएका धेरै कुराहरू हुन त मलाई यो अहिले सोध्न मन लागेको र अस्ति सम्झेका कुराहरू पनि अहिले ठ्याक्कै यो क्यामेरा अगाडि राखेर बस्दाखेरि चाहिँ सोध्नलाई त्यति आइराखेन। किनभने मैले पनि धेरै कुराहरू सोध्न मन लागेको, म यस्तो कुरा गर्छु बुवाहरूसँग भन्ने कुराहरू पनि अहिले भुले जस्तो भएँ। र अरू कुनै बेला फेरि बुवासँग अरू केही अब यही कुराहरूलाई समेट्दै अरू नै थप कुराहरू केही चाहिँ गर्ने प्रयास गर्नेछु। ल बुवा एउटा चाहिँ हाम्रो त अब सबैभन्दा हामीले मान्नुपर्ने, मैले मान्नुपर्ने त मेरा दाई पुस्ताहरू हुनुहुन्छ, अरू काकाहरू पनि हुनुहुन्छ, तर
हामीले मान्नुपर्ने सबैभन्दा अग्रज भनेको चाहिँ अब बुवा नै मागी हुनुहुन्छ मै बाँकी छु म होइन भन्दा हजुरले मान्नुपर्ने मान्छे भनेको सायद गाउँमा छन् जस्तो लाग्दैन अब नातामा नातामा माथि परि कोही पनि छैनन् बुढाखाडामा त म भन्दा उमेरले बुढा त होला तर नाताले चाहिँ नाताले त म भन्दा उमाको छैनन् कोही कोही पनि छैनन् उमेरले चाहिँ हजुरभन्दा जेठा 2-4 जना मान्छेहरू हुनुहुन्छ छन्। अब हाम्रो त इतिहास पनि हो हाम्रो एउटा सबैभन्दा माथिल्लो भनौँ न हामीले मान्नुपर्ने मान्यजनको चाहिँ मान्यजन तपाईँ त्यो भएको कारणले गर्दाखेरि पनि हामीले मैले अहिले बुवासँग कुरा गरिराख्दाखेरि अब अहिले बुवा 88 पुगेर 89 हुनुहुन्छ अब 100 वर्ष पुगेको खुसियालीमा पनि म बिचबिचमा त कुरा गर्छौँ नै 100 वर्ष पुगेको खुसियालीमा पनि म यसै गरी बुवासँग त्यो 100 वर्ष त्यो जन्मदिन चाहिँ म रहिराखेँ बुवा त पक्कै पनि रहनुपर्छ भन्ने अथवा अनुकूल वातावरण भयो भने पक्कै पनि बुवासँग चाहिँ हामी छुट्टै ढङ्गले वार्ता र सम्वाद गरे मेरो अभिलाषा पक्कै पुरा हुन्छ भन्ने कुराहरूको चाहिँ मैले विश्वास लिएको छु अहिले म बुवासँग बिदा भएँ ल फेरि पनि कुनै बेला अनुकूल हुँदाखेरि यसै गरी गफ गरौँ बाबु जय होस् बाबुको कल्याण होस् ल यार भन्ने चाहिँ ठिकै छ ल हस् त बुवा ल ल है त ल